बागलुङमा भएको समीक्षाको घटना जुन छ नि आयोजकको मलाई एकदम कमजोरी लाग्यो के त्यस्तो बोल्ने बित्तिकै थपक्क गरेर त्यसलाई घोक्रा ठ्याक लगाएर पाता फर्किन्जेल हान्नु पर्दैन समात्नु पर्दैन कारबाही गर्नु पर्दैन उले उहाँ आफूलाई डिफेन्ड गरिरहेको छ चुपचाप चुप लाग है भनेर भन्न नसक्ने कस्तो खाले आयोजक हो यस्तो आयोजकलाई पनि पहिला बहिष्कार गरौँ जबकि कलाकारलाई बोलाएर कलाकारलाई संरक्षण गर्न नसक्ने प्रोटेक्ट गर्न नसक्ने एउटा कम्फर्टेबल फिल गराउन सक्दैन भने यस्ता आयोजक भुत्राका आयोजक यस्तो अर्गनाइजरहरूलाई चाहिँ बहिष्कार गरौँ मान्छेहरू त आउँछन् हामीले जति सुधार्न खोजे पनि एउटा न दुईटा कि रक्सी खाएको उसमा आउँछन् कि गर्लफ्रेन्डले छोडेको कि बुढीले छोडेको के दिमागमा आफ्नो प्रगति गर्न नसकेकाहरू आउँछन् बोल्छन् त्यस्तो बोल्नेहरूलाई अब समीक्षाले डिफेन्ड गर्न सक्छ सी इज भेरी स्ट्रङ यो केही पनि होइन उसले त्यहाँ भएर तेरो दाइ हो के को हो भनेर यताउता भन्यो सक्यो उसले डिफेन्ड गर्न सक्छ उसले सबैलाई सुधार्न सक्दैन सबैजनाको दिमाग चेन्ज गर्न सक्दैन तर त्यस्तो प्रोग्राममा बोलाएपछि आयोजकले चाहिँ कम्प्लिटली प्रोटेक्सनको एउटा रेस्पोन्सिबिलिटी लिनु पर्यो के म त त्यो मान्छेलाई त अब समाति हाल्ला पनि हैन केही न केही होला नहोला थाहा भएन आयोजकले सरी भन्नु पर्यो किनकि उसको अगाडि यो घटना घटेको थियो र त्यसपछि पनि तुरुन्तै जुर्क उठेर गएर समात्न नसक्नु भनेको आयोजकको कमजोरी हो समीक्षालाई जुन अहिले यो भयो नि घटना आयोजक हो के न भन्नुस् त तुरुन्तै आयोजकले त्यो जो मान्छेले त्यहाँ पल्सा भनेर चिच्याएको थियो त्यो मान्छेलाई समातेर कारबाही गर्न लगाएर सरी भन्न लाउनु पर्यो समीक्षाको खुट्टा ढोगेर सरी भन्न लाउनु पर्यो र आइन्दा समीक्षा मात्रै नभएर नेपालको कुनै पनि कलाकारलाई आयोजकले बोलाउँछ भने उनीहरूको टोटल रेस्पोन्सिबिलिटी एउटा कम्फर्टेबल फिल गराउनेदेखि लिएर प्रोटेक्सनको जिम्मेवारी लिनुपर्छ तपाईहरुको प्रोग्राममा बाहिरको मान्छे अरूले आएर यसरी औला उठाउँदाखेरि गाली गर्दाखेरि तपाईहरुले जवाब दिन सक्नु पर्यो तपाईहरुले सपोर्ट गर्नु पर्यो के यसरी चुपचाप ठिङ्रिङ्ग परेर बस्ने हैन मैले भर्खरै चाहिँ हैन हाम्रो समीक्षा बहिनीको चाहिँ बागलुङ महोत्सवमा चाहिँ कुनै अराजक टिमले चाहिँ अलिकति दुर्व्यवहार गरेको भिडियो हेरेको थिए हैन अनि त्यस्तो गर्दाखेरि चाहिँ त्यो आयोजकहरु चाहिँ के हेरेर बसेको के बिचारा बहिनीले चाहिँ आफैले भनौं न आफूलाई दरो गराएर स्टेजबाट केही जवाफ फर्काइदिनु भएको छ हैन त्यही ठाउँमा बहिनी अलिकति कमजोर भएर त्यसलाई नर्मस रूपमा लिएर नराम्रो माने मनमा त नराम्रो लाग्यो होला नि त पक्कै पनि अनि त्यस्तो गरिसकेपछि ती केटाहरूलाई चाहिँ त्यही थुतेर तिनीहरूलाई चाहिँ कारबाही गरेर त्यहाँनिर यसो एक दुईटा भाटा हानेर तिनीहरूलाई पठाउनु पर्ने होइन र त्यो देखिन त कहीँ पनि तिनीहरू चिच्याइरहेका छन् बहिनीले आफ्नै शैलीमा चाहिँ उनीहरूलाई एक दुई शब्द भनेर अनि सुरु गीत गाउन थाल्नु भयो त्यहाँ त आयोजक टिमको केही भूमिका देखिएन सायद भिडियोमा नआएको हो कि ती केटाहरूलाई कारबाही भयो कि भएन बहिनीलाई चाहिँ अझै पनि स्टेजमा प्रोग्राम गर्न लाँदाखेरि चाहिँ उनलाई एकदमै सुरक्षा निकायभित्र राखेर लानु पर्यो सुरक्षा घेरा दिनु पर्यो उनलाई र यस्ता अराजक गर्नेहरूलाई चाहिँ कारबाही गर्नु पर्यो किन त उनको पास्ट बार खोतली राख्नु यो राम्रो मानिदैन हामी हेर्नेलाई पनि साह्रै चित्त दुख्ने कुरा हो कि यो त्यो भएको भएर चाहिँ अझै कमेन्टहरू कति नराम्रो लेखिरहेछन् हैन तर पनि कति सहने त नि उनले कति सहनु यतिसम्मको दुर्व्यवहार कतिसम्म सहने धेरै सहिसकिन् नि त तर त्यहाँनिर त्यो त्यस्तो हरकत गर्दाखेरि त त्यहाँ थिएन र सुरक्षा कर्मीहरू हुनुहुन्थेन र ती केटाहरूलाई भाटा बर्साउनु पर्ने होइन तिनीहरू त्यसै छाडा हुन दिने हो र त्यो चाहिँ अलि चित्त बुझेन है बागलुङ महोत्सव आयोजक टिमलाई चाहिँ यो आफूले ल्याइसकेको कलाकारलाई चाहिँ सम्मान गर्न सिक्नु पर्यो उनीहरूलाई सुरक्षा राम्रोसँग दिनु पर्यो कि त्यसरी त कलाकारलाई त डर भयो नि त बिचारा मलाई चाहिँ यो भिडियो बनाउँदा त्यति धेरै जाँगर चलिरहेको छैन मैले चाहिँ हिजो एउटा भिडियो बनाएको थिएँ बागलुङमा भएको महोत्सवमा समीक्षा अधिकारीलाई सोधिएको प्रश्नलाई लिएर एउटा भिडियो बनाएको थिएँ हैन अनि हामी सबैलाई नर्मली लाग्छ नि त कस्तो खालको मान्छे होला कस्तो आत्मा होला कि कोही मान्छेलाई यो प्रश्नले चाहिँ उसको मुटु नै चिरिन्छ उसलाई एकदमै नराम्रो लाग्छ उ भित्रभित्रै रुन्छ है यो प्रश्नले त्यही पनि यति धेरै मान्छेको अगाडि मैले सोध्दाखेरि चाहिँ झन् उनलाई एकदमै गाह्रो हुन्छ भन्ने कुरा थाहा पाउँदै पनि त्यस्तो खालको क्वेशन चाहिँ हौसिएर गर्छ अनि उसलाई देखेर ऊ एकदमै रमाउँछ क्या अर्को पीडामा हुँदा अर्कोलाई नराम्रो लाग्दाखेरि चाहिँ एकदमै रमाउँछ भनेपछि त्यस्तो प्रविधिको मान्छेहरू कस्तो हुन्छ जस्तो लाग्छ नि त हामीलाई नर्मली मैले तपाईहरुलाई चाहिँ त्यस्तो प्रविधिको मान्छेहरू देखाइदिन लाग्यो हैन कस्तो हुँदो रहेछ भन्ने कुरा मैले पनि भर्खरै थाहा पाएँ कमेन्ट सेक्सनमा गएर हेर्दाखेरि चाहिँ मेरो भिडियोमा त्यस्तो खालको मान्छे कति धेरै हुनुहुँदो रहेछ के मलाई चाहिँ कस्तो लाग्छ भने कोही मान्छे दुखी हुँदाखेरि चाहिँ शत्रु नै किन नहोस् हैन तर कोही मान्छेलाई दुखी भइरहेको छ भने त्यहाँ खुसी हुने मान्छे चाहिँ कोही कसैको लास देख्यो भने पनि
त मरिस खुच्चिङ पर म त अझै बाँचिरहेको छु भनेर नाच्ने टाइपको मान्छेहरू हुन्छ नि त, त्यस्तो खालको मान्छे लाग्छ मलाई चाहिँ होइन। अनि उहाँहरू नै हो कि मैले कमेन्ट अगाडि ल्याइदिएँ होइन। यति धेरै मान्छेहरूले चाहिँ होइन ठिक गरे केटाहरूले भनेर कमेन्ट गरेको कति कमेन्टहरू त देखाउनै नमिल्ने कमेन्टहरू पनि। त्यस पछाडि कति केटी मान्छेले चाहिँ पल्सालाई कहीँ कतै त्यो भिडियोमा नराम्रो भनेको पनि थिएन होइन। पल्सा यस्तो उस्तो होइन, त्यो भिडियोहरू हेर्दा थाहा भयो कि यही मान्छेहरू हो त्यो होइन, कसैलाई बाँच्न नदिने, हाँसेर बाँच्न नदिने चाहिँ यही मान्छेहरू हो कि। एउटा कुरा चाहिँ यो जति पनि कमेन्टहरू आइरहेछ नि, यो कमेन्टहरू चाहिँ आजको 20 वर्षको समीक्षा अधिकारीका लागि गरिएका कमेन्टहरू होइनन् कि। तपाईँहरूले बुझ्नुपर्ने चाहिँ, तपाईँहरूलाई चाहिँ बुझ्नुहुन्छ कि हुन्न है। यो कमेन्ट भनेको 15 वर्षको समीक्षा अधिकारीका लागि गरिएका कमेन्ट हुन्। तपाईँहरू यसो हेर्नु के, तपाईँहरूको वरिपरि तपाईँको परिवारमा तपाईँको आफन्तमा हेर्नुहोस् 15 वर्षका नानीहरू नाबालिकाहरू कस्ता हुन्छन्, उनीहरूको विवेक कति हुन्छ, उनीहरूले कति सोच्छन्, उनीहरूले कति संसार देखेका हुन्छन् होइन, कति मान्छेलाई चिनेका हुन्छन् उनीहरूले। र तपाईँहरू यो सम्मको आरोप लगाएर उसलाई आज पनि हाँसेर उसलाई सहज जीवन आज पनि दिन चाहिराख्नु भएको छैन कि। एउटा आजको अब भोलि ऊ बिस्तारै 25, 30, 40 हुँदै जान्छन् होला होइन। तर तपाईँहरूले त्यो 15 वर्षको नाबालिकालाई त न्याय दिनुहोस् होइन, 15 वर्षको नाबालिकालाई न्याय दिनुहोस्। अनि त्यस पछाडि अर्को कुरा चाहिँ 10 लाख कतिचोटि भनिसकिन् उनले कि होइन। अब अदालतले चाहिँ 10 लाख दिनु भनेर निर्णय चाहिँ गरेको थियो, तर मैले त्यो पैसा लिन भनेर उनले कतिवटा इन्टरभ्यूमा भनिसकिन् होइन। कस्तो तपाईँहरू यो नबुझ्ने हो कि तपाईँहरू। समीक्षा अधिकारीको कन्सर्ट हेरेको साथीहरू यस्तो चित्त दुख्यो, कस्तो हेपेको, कतिसम्मको मान्छेहरू तल झरेर है। माइ गुडनेस, सार्वजनिक स्थलमा एउटा महिलाको त्यो लेभलको त्यो बेइज्जती गर्ने होइन, मान्छेको चरित्र हत्या गर्ने हक कसैलाई पनि छैन क्या, कसैलाई पनि छैन। त्यो आफूले जन्माएको मम्मी बाबालाई त छैन। अनि माइ गुडनेस, जे जस्तो भए पनि आफ्नो सबैको सोचहरू होला है। कसैको लागि पल्सा एकदमै राम्रो हैसिन्छ होला, कसैको लागि समीक्षा। तर पल्सा नै उहाँको ठाउँमा भएको भए पनि इट्स नट ओके के। सो आयोजकले चाहिँ त्यो जसले पनि यस्तो गरेको छ हरकत है, त्यसलाई चाहिँ कारवाही दियोस् भन्ने चाहना हो मेरो के। पक्रेर यो नेपाली जनताहरू है, हुन त सबैजनालाई भनेको होइन, धेरै मान्छेहरू यसरी डिसिप्लिन आफ्नो हराउँछन् अनि अरूलाई मात्रै दोष लाउँछन् कि। कति कामले उसले ह्यान्डल गर्न लागिरहेको छ, त्यही पनि के शब्द बोलेको त्यस्तो है। साथीहरू